हेलो रामदीहरु हेलो भन्देऊ हेलो भन्देऊ भलक भलक यहाँ आलु तसै हुँदैछ हेलो गाइस सुन्दै सुन्दैन पुची मेरो खुट्टा चाहिँ सबै निकाल्नु हो बाबाले चाहिँ जिस्काउँदै छ पुचीलाई हेलो नक्कलीहरु के गरेका आम्मै कति राम्री बनाइदिनु भयो पुचीलाई त सफा गरिदिन्छु दिदीले उता म्याडम म्याडम कस्तो फिल हुँदैछ हजुरलाई म्याडम वाउ कस्तो लाग्यो म्याडम कस्तो लाग्यो अच्छा गॉड ब्लेस यू कस्तो लाग्यो म्याडम मेकअप हजुरलाई कस्तो लाग्यो यता हेरेर भनिदिनुहोस् न ओहो हजुरलाई केही कुरामा चित्त नबुझेको छ भने भन्न सक्नुहुन्छ कस्तो लाग्यो म्याडम दामी लाग्यो पेमेन्ट कति गर्नुहुन्छ च्यापच्यापी भएर म्याडमलाई असिस्टेन्ट राम्रो गरिदिनु असिस्टेन्ट म्याडमलाई पाखे म्याडम रहेछ त्यस्तै हो नि त त्यो कति डार्क डार्क हैन लाइट छ हेर्नु त बुइनी चाहिँ यहाँनिर हाम्रो पूजाको थाली रेडी गर्नु हुँदैछ गुल्मी चाहिँ हाल्यो अनि सप्तरङ्गी टीका अनि चाहिँ म मेकअप तुतुरु बनाउँदैछु गाइजहरु सुन्न चाहिँ मैले आइब्रो लगाएँ मेरो दामी जान्छ सुन्न चाहिँ मैले आइब्रो लगाएँ र हल्का फुल्का गरिदिन्छु अनि त्यसपछि कन्सिलर भिडियो कहाँ सक्नु स्टार्ट हुँदैन See the difference between this and this. What? Do you want to do this? This is the get ready with me. तिनीहरूले काटेर हाल्छ नि झन् सर्ट दिनु Wow, thank you. Only no. भयो त भएको छैन भयो भयो मलाई टाइम लाग्दैछ एउटा हो एउटा बनाएर के हाल्छु म तपाईलाई हल्का ब्लेन्ड गर्नु पर्छ नि हल्का खोइ त्यो क्याप्ने भोलि भने के होला छुट्टी हालेर हातमा राख्यो सिट सिट अनि हामी त यो वहाँ चेप्दैछौँ किनभने मेरो आँखा घुप्टेको छ त्यही भएर मैले यस्तो चोटो बनाउनुलाई चेप्दैछु कस्तो घुप्टे एकछिनको लागि भने ठहरौँ त आम भनेर भगवानले चेप्दैछ किन यो भनिन न त्यही किन आएको भनेको मलाई तपाईँले चेप्दै गर्नु त्यही भनेर चेप्को घुप्टे इमोसनली अनि म चाहिँ युज गर्छु mascara आज बनाउँछु mascara आज बनाउँ बुझी गरेर बनाउँ so it's going on the day I don't know so you know here one तो बस आगे सामने आता है हरामी तो क्या कर दूँ फोन में सामने mascara is done now I'm gonna apply take out that one prime still prime हो म चाहिँ सबै बनिको मेकअप युज गरिरहेको छु किनभने मेकअप पूजामा कति पिम्पल चाहिँ मलाई चाहिँ हातले अप्लाई गर्नु सजिलो लाग्छ हातले अप्लाई गर्दैछु मेरो अनुहारको क्लियर भएको पार्ट भनेको स्लिप निधारमा आँखा सबै पिम्पल अलिक पिम्पल रहेछ कति फ्यान प्रयोग गर्दैछु यति बनाउनु के मेरो लिप लाइन गर्न गइरहेको छु जाने कि त्यही हो नि
जान कि त्यही त भनेर आइज मसँग गफ गर मेरो चाहिँ होइन यो एसेन्सको लिपस्टिक एकदम फेभरेट हो यो कलर पनि फेभरेट हो अरू सकिसक्यो र पनि म यसरी गर्नु आउँछु कस्तो देखियो मेरो अलिक फेभरेट हो OTWO कलेक्सन मैले यसमा चाहिँ अर्बन कलेक्सनहरू किन्नु बाँकी छ एन्ड देन हामी लाउँछौँ हुडा ब्युटीको फाउन्डेसन म चाहिँ जहिले पनि यस्तोमा लिन्छु अनि ट्याप ट्याप गर्छु क्या के गरेको देखिन्छ बुझ्न हाइलाइटर पनि डिफ्रेन्स बिट्विन भइसक्यो अब त भइसक्यो आज मजा मेकअप भनेको फेरि त्यो गर्नु त एकदम ओइल हुन्छ निदामा चाहिँ हल्का मात्रै ओइल छ बुइनको प्यालेट चाहिँ भनेको गाइजहरू अब म यसबाट यो सेटको ब्लसर लिएको हल्का हाइलाइटर टी कट आउनु लगाएको मैले नामले मात्रै लागेर के मम्मीको दरा खाएछ त्यहाँ हेर्न आउँछ झन् धेरै टाउकाउनु लाग्यो मैले ब्रोन्जरहरू चाहिँ केही पनि लाग्यो गाइयो अब म जान्छु इयरिङ हेलो मैले लाउँछु इयरिङ चाहिँ यस्तो इयरिङ लगाएको यस्तो गरेर नि भयो गाइजहरू हामी चाहिँ रेडी भइसक्यौँ हेरौँ मेरो बहिनी कस्तो गर्छ खोइ केही देखेको छैन आफूलाई चाहिँ बाई बाई यता पनि पूजाइ हुँदैछ म पनि घुमिदिन्छु दाजुभाइहरूको अनुहार देखाउन अस्ति हामीले कुकुर तिहारमा पुज्नु पर्ने बिर्सेछ नि खालि लगाएर सबैले राखेको
के गर्दै लाने के आऊ तान्नु तान्नु छिटो होइन भने भाग्नुहुन्छ ल सक्यो छिटो छिटो गम बिताइसक्नु पल्लोपट्टि ताना ताना फेरि भाग्छन् डाकुची को म्याडम ओइ घाममै गर्नुपर्ने उता गर्दा हुँदैन थियो मेरो दिदीले यस्तो गोलो बनाएको छ गाइस उसको हालत भयो अरे गर्मी नि छ है आहा दिदी मेरो यहाँ फोटो खिच्नु ल एउटा मात्रै बनाइदिन्छु त